भदौको 12 गते अर्थात् जनै पूर्णिमाको दिनमा लाग्दैछ महाशक्तिशाली चन्द्रग्रहण। 4 राशि बन्दैछन् अति भाग्यमानी भने 8 राशिलाई हुनेछ महाकष्ट महापीडा। 12 गते अर्थात् जनै पूर्णिमाको दिन लाग्दै गरेको यस महाशक्तिशाली चन्द्रग्रहणले मेषदेखि मीन राशिसम्म भएका व्यक्तिहरूको लागि के कस्तो फल लिएर उपस्थित भएको छ त? र भिडियोमा अघि बढ्नु अघि भिडियो हेर्दै गर्दा यदि भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक, एक शेयर र एक कमेन्ट अवश्य गरिदिनु होला। र अहिलेसम्म पनि हामीसँग जोडिनु भएको छैन भने कृपया साइडमा रहेको फलो बटनमा क्लिक गरेर हामीसँग जोडिनु होला। र अब भने लागौँ विषयवस्तुतर्फ नै। यो ग्रहण कति बजे प्रारम्भ हुन्छ, ग्रहणको स्पर्श समय कति बजे रहेको छ, र ग्रहणको मध्य समय कति बजे रहेको छ, र ग्रहणको अन्त्य समय कति बजे रहेको छ, कुन कुन राशिले यो चन्द्रग्रहणलाई हेर्नुहुन्छ र कुन कुन राशिहरूले यो चन्द्रग्रहणलाई हेर्नु हुँदैन। अब यो महाशक्तिशाली चन्द्रग्रहणलाई कुन कुन देशबाट देखिन्छ र कुन कुन देशबाट देखिँदैन। र अब यो महाशक्तिशाली चन्द्रग्रहण शतभिषा नक्षत्र र कुम्भ राशिमा लाग्दैछ। अब यो महाशक्तिशाली चन्द्रग्रहणको समयमा हामीले के गर्नु हुँदैन? शौचालय जानु हुँदैन, भोजन गर्नु हुँदैन, सहवास गर्नु हुँदैन, कुनै पशु पक्षीको हत्या हिंसा गर्नु हुँदैन, घरमा कुनै माङ्गलिक कार्य यज्ञादि कर्महरू गर्नु हुँदैन, शयन गर्नु हुँदैन, निदाउनु हुँदैन, माङ्गलिक कार्यहरू पनि गर्नु भएन। र अब यो महाशक्तिशाली चन्द्रग्रहण पर्दछ के पर्दछ भनेर जान्नेछौँ। यो महाशक्तिशाली चन्द्रग्रहणको समयमा हामीले भगवानको आराधना गर्ने, धेरैभन्दा धेरै सङ्ख्यामा जाप गर्ने। यो चन्द्रग्रहण भएकाले भगवान शङ्करको आराधना गरियो भने अत्यन्तै शुभ फल प्राप्त गर्न सकिने मान्यता पनि रहेको छ। त्यही भएर ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवायको जप गर्नुहोला चन्द्रग्रहणको समयभरि। रहेको छ सोम सोमाय नमः, सोम सोमाय नमः, सोम सोमाय नमः भनेर अत्याधिक धेरै मात्रामा यो मन्त्रको जाप गर्न सकियो भने अत्यन्तै शुभ फल प्राप्त गर्न सक्ने, आफूले चाहेको मनोवाञ्छित फल प्राप्त गर्न सकिने पनि मान्यता रहेको छ। यदि तपाईहरू बसेको ठाउँबाट यो चन्द्रग्रहण देख्न सकिन्छ भने मात्र यावत यो माथि भनेका कार्यहरू गर्नुहोला। यदि तपाईहरू बसेको ठाउँमा यो चन्द्रग्रहण देखिँदैन भने यसको कुनै दोष लाग्दैन र यसको कुनै सूतक पनि बार्नु पर्दैन र कुनै केही कर्महरू रोक्नु पनि पर्दैन। शास्त्रमा भनिएको नै छ यस्मिन् देशे न दृश्यते तस्मात् देशे न वेदः। जुन देशमा ग्रहण देखिँदैन त्यो देशमा ग्रहणको सूतक पनि लाग्दैन, कुनै दोष पनि लाग्दैन र कुनै कर्महरू वर्जित पनि गरिएको छैन। र अर्को कुरा के रहेको छ भन्दा यो चन्द्रग्रहण नेपालमा लाग्ने छैन र यस वर्षभरि नै नेपालमा कुनै पनि ग्रहण लाग्ने छैन। र अब जहिले पनि यो महाशक्तिशाली चन्द्रग्रहणको सूतक करिब 8 घण्टा पहिलादेखि नै प्रारम्भ हुन्छ। यानि कि यो अहिले लाग्दै गरेको महाशक्तिशाली चन्द्रग्रहणको सूतक भने रात्रि 12:18 प्रारम्भ हुँदैछ सूतक। यो ग्रहण कुम्भ राशि र शतभिषा नक्षत्रमा लाग्दै गर्दा 4वटा राशिलाई अति भाग्यशाली बनाएको छ भने 8वटा राशिलाई महाकष्ट र महापीडा दिने भएको छ। सबैभन्दा सुरुमा त कुरा गरौँ मेष राशिको। मेष राशिलाई लाभ फल रहेको छ, गरेका काम कार्य सफल हुने छ र आर्थिक लाभको पनि सम्भावना रहनेछ। तब मेष राशि हुनेहरूका लागि यो ग्रहण शुभ रहनेछ। अब अर्को राशि रहेको छ वृष राशि। वृष राशिलाई सुखम भन्ने फल रहेको छ। सुखम भन्ने फल रहेको छ फसेको रकम फिर्ता आउन सक्छ, धेरैभन्दा धेरै आफूले सोचेको भन्दा पनि बढी सफलता र सुख प्राप्त हुन सक्छ।
तपाईको लागि यो ग्रहण शुभ रहेको छ। मिथुन राशि, मिथुन राशिहरूका लागि मान नाश भन्ने फल रहेको छ। शारीरिक रूपमा आफ्नो शरीर कमजोर हुन सक्छ अथवा शरीर कमजोर भएको महसुस हुन सक्छ। मीन राशि हुनेहरूका लागि स्वास्थ्यमा केही खराबी, केही हदसम्म खराबी आउन सक्छ। स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन सक्छ। तपाईहरूको लागि पनि यो ग्रहण शुभ रहेको छैन। अब अर्को राशि रहेको छ कर्कट राशि। कर्कट राशिलाई कष्टम भन्ने फल रहेको छ। कष्टम भन्ने फल रहँदा कस्तो हुन्छ? अनावश्यक झमेलामा फसिनेछ र अनावश्यक आफू टाढै बसे तापनि अनावश्यक मुद्दा मामिलामा फस्ने सम्भावना पनि रहन सक्छ। थोरै सतर्कता अपनाउनु होला। तपाईहरूको लागि पनि यो ग्रहण अशुभ रहेको छ। सिंह राशि, अब सिंह राशिहरूका लागि स्त्री पीडा। स्त्री पीडा भनेको पारिवारिक कलह, पारिवारिक मतभेद हुन सक्छ र प्रेम सम्बन्धमा थोरै चिसावट पनि आउन सक्छ। प्रेम सम्बन्धमा अनावश्यक खटपट पनि हुन सक्छ। केही हदसम्म मनमुटाव पनि हुन सक्छ। सावधानी अपनाउनु होला। सिंह राशि हुनेहरूका लागि पनि यो चन्द्र ग्रहण अशुभ रहेको छ। अब कन्या राशि, अब कन्या राशि हुनेहरूका लागि सौख्यम भन्ने फल रहेको छ। अत्यन्त शुभ फल प्राप्त हुनेछ। कन्या राशि हुनेहरूका लागि अत्यन्तै शुभ फल प्राप्त हुनेछ। माङ्गलिक कार्यहरूको थालनी पनि हुनेछ। अत्यन्तै सफलताको योग पनि रहेको छ। तपाईको लागि यो ग्रहण शुभ रहेको छ। अब अर्को राशि रहेको छ तुला राशि। चिन्ता भन्ने फल रहेको छ। स्वास्थ्यमा खराबी आउन सक्छ। स्वास्थ्यमा खराबी आउन सक्छ। अनावश्यक मनमुटावमा फस्न सकिनेछ। अदालती वा घर जग्गा सम्बन्धी कारोबारमा रुकावट आउन सक्छ। तपाईहरूको लागि पनि यो ग्रहण अशुभ नै रहेको छ। अब वृश्चिक राशि, वृश्चिक राशिलाई व्यथा भन्ने फल रहेको छ। व्यथा भन्ने फल कस्तो रहेको छ त भन्दा वृश्चिक राशिहरूका लागि धेरै अघिबाट गरेका काम कार्यहरू पनि बिग्रिनेछ। धेरै पहिलादेखि कुनै पनि कार्य गर्नुभएको छ, राम्रोसँग भइरहेको छ भने अब बिग्रिन सक्ने सम्भावना रहेको छ। मनमा केही खराबी महसुस हुन सक्छ। सावधान अपनाउनु होला। अब अर्को राशि रहेको छ धनु राशि। धनु राशि हुनेहरूका लागि श्री प्राप्तिको फल रहेको छ। यानि कि श्री प्राप्तिको योग रहेको छ। श्री प्राप्तिको योग रहेको छ भन्ने बित्तिकै आर्थिक कारोबारमा सफलता मिल्ने योग रहेको छ। उपयुक्त समयमा धन कमाउने उचित समय रहनेछ। यो समयमा धेरैभन्दा धेरै धन आय आर्जन गर्ने उचित समय रहेको छ। धनु राशि हुनेहरूका लागि पनि यो ग्रहण शुभ रहेको छ। अब अर्को राशि रहेको छ मकर राशि। मकर राशि हुनेहरूका लागि क्षति भन्ने फल रहेको छ। धेरै पहिलादेखि बचाएर राखेको धन वा सम्पत्ति अनावश्यक रूपमा खर्च हुनेछ। अनएक्सपेक्टेड रूपमा धेरैभन्दा धेरै खर्च हुनेछ। अलिकति सतर्कता अपनाउनु होला। अब कुम्भ राशि रहेको छ। कुम्भ राशिहरूका लागि यो ग्रहणले, अब कुम्भ राशिको कुरा गर्ने हो भने यो ग्रहण कुम्भ राशिमै लाग्ने भएको हुनाले अतिभन्दा अति धेरै धनहरू नाश हुने, स्वास्थ्यमा एकदमै धेरै गडबडी हुने, स्वास्थ्यमा एकदमै ठुलो धन नाश हुने राशिको कुरा गर्ने हो भने अब यो ग्रहण कुम्भ राशिमै लाग्ने भएकाले कुम्भ राशि हुनेहरूका लागि पनि यो ग्रहण अति नै अशुभ फल रहेको छ। यो ग्रहणले अति नै अशुभ फल दिने रहेको छ। अत्यन्तै अशुभ फल रहेको छ। स्वास्थ्यमा समस्या देखिन सक्छ। स्वास्थ्यमा धेरैभन्दा धेरै ठुलो समस्या देखिन सक्छ। मानसिक तनाव हुन सक्छ। मनमा पीडाहरू भइरहन सक्छ। अब मीन राशि, मीन राशि हुनेहरूका लागि सोचेभन्दा अत्याधिक धेरै धन खर्च हुने सम्भावना रहेको छ। अनएक्सपेक्टेड रूपमा जुन तपाईँले सोचेकै हुनुहुन्न त्योभन्दा धेरै धन खर्च हुने योग पनि बन्न सक्छ।
अनावश्यक खर्चमा ध्यान दिनुहोला। बजेटभन्दा बाहिर जानबाट बच्नुहोला। विक्रम सम्वत 2083 साल भदौ महिनाको 12 गते अर्थात् 2026 अगस्त 28 तारिकमा यो ग्रहण लाग्दैछ। यो ग्रहणको स्पर्श समय बिहान 8:18 रहेको छ भने यो ग्रहणको मध्य समय बिहान 9:57 रहेको छ र यो ग्रहणको मोक्ष समय यानी कि यो ग्रहणको अन्त्य समय ग्रहणले छोड्ने समय बिहान 11:36 रहेको छ। कुल यो ग्रहणको पूरा समय ग्रहण लाग्ने समय 3 घण्टा 18 मिनट रहेको छ। यो ग्रहण कुल संख्यामा 3 घण्टा 18 मिनट लाग्नेछ। र अब यो ग्रहण कुन कुन देशबाट देखिन्छ त? युरोपका धेरै जस्तो देशहरूबाट यो ग्रहणलाई देख्न सकिन्छ। उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिकाका केही देशहरूबाट यो ग्रहणलाई पूर्ण रूपमा देख्न सकिन्छ। यो ग्रहण नेपालमा लाग्ने छैन र यसको नेपालमा कुनै दोषहरू पनि लाग्ने छैन। यस्मिन् देशे न दृश्यते तस्मात् देशे न वेदः। जुन देशमा ग्रहण देखिँदैन त्यो देशमा ग्रहणको कुनै पनि दोष लाग्दैन र कुनै पनि सूतक लाग्दैन, कुनै पनि कार्यहरू गर्न वर्जित रहेको छैन। धन्यवाद। यो भिडियो अत्यन्तै महत्त्वपूर्ण छ, त्यही भएर आफ्ना साथीभाइ, इष्टमित्र, आफन्तजनहरूमा धेरैभन्दा धेरै सेयर गरिदिनु होला। धन्यवाद।